के भयो अरे अगाडिको ब्रेकै लुज भने खै लगाउ त कुदाएर आऊ न भन्दा भन्दा म त कहाँ मोबाइल हेरेँ गाइस यो दाइले अब कालो छ म त्यही जान्छु हैन कति आएपछि चिकन चाहिँ खाँदिनँ म गाइस म एक्सर्साइज गर्छु होइन होला तले राजा राजा आया हाई गाइस वेलकम ब्याक टु माई च्यानल माई नेम इज मिस्टर प्रेम अहिले चाहिँ भर्खर नुहाइधुवाइ गरेर हेर्नुहोस् जर्सी पनि लगाएँ मैले यहाँ बुनु पनि भाइ खोज्दै रहेछ भाइ हराएको रहेछ त्यही भएर बुनुलाई ठ्याक्क भेटायो बाटोमा कता हिँडेको भनेको बाटोमा के अरे भाइलाई खोज्दै हिँडिरहेको रहेछ भाइलाई चाहिँ भेटाइसक्यो अनि उता पेन किन्नु जाउँ भनेर भाइले पेन किन्नु पर्नेखेरि त्यही भएर जेल पेन दुईवटा किन्नुपर्ने भयो त्यसैले गर्दाखेरि चाहिँ बुनुलाई लिएर हिँड्दिएँ मान्छे बनाउने के स्वर निस्किँदैन गाइस यो दाइले अब कालो छ म त्यही जान्छु हैन बेचेर अरे मेरो त्यत्रो छ र ओइ के अरे पैसा दिएको मेरो बर्थडे आउँदैछ दाइ तँलाई म धेरै भन्दिनँ कि एउटा चिज भएको छ किन्ने ल कति पर्छ भने त आउनुमा 300 उयो किन्ने होइन बेबी उयो के बच्चाको सनस्क्रिन बस त्यो होइन म आफैले दिन्छु ल त्यो अलिकति मजा आएन ओइ क्वाटर कस्तो मिठो छ यार कटरे हो क्वाटर छ यहाँ माथि हेर्नुहोस् यो कटरको बोटल कत्रो फलेको कहाँ रडाउँछ यति सजिलो यत्रो कतै खाएको मान्छे अहिले चाहिँ हामी पुग्न आँटिसक्यौँ किन्ने ठाउँमा ऊ यहाँनिर त्यो सिधा त्यसको परतिर पैसा छ पैसा छ खुवाइदेऊ न मलाई एउटा अब एक गतेबाट त म पनि केही खान्न गाइस किन भन्दाखेरि होइन के अरे ऊ त्यहाँदेखि म बार्नु सुरु गर्छु अब जम्फुर धेरै खायो एक्सर्साइज पनि गरेको छैन गाइस त्यहाँदेखि चाहिँ म एक्सर्साइज गर्छु छोडिदिने गाइस जम्फुर सम्फुट कुकुर अहिले चाहिँ खानु त खान्न र पनि अब चाउमिन साउमिन खाँदैछु त्यो पनि अब छोडिदिन्छु कोही हुनुहुन्न त घरमा नि के किन्दै गर्ने म लिएर आऊँ सामान के किन्ने यहाँनिर म यहाँ मासतिर नजाने नखाने कस्तो सिद्धार्थ सुनसान है स्कुल नलागेपछि यस्तो सुनसान हुन्छ नि गाइस यहाँतिर मतलब अहिले बिहान अब भरे खै थाहै भएन मलाई त हुन्छ होला पहिला त हुन्थ्यो कृष्णहरू जान्थ्यो खै कोही हुनुहुन्न त मान्छे नै 7 तिमी के भन्छौ के गर्दै बस्छौ तिमी के किन्यो अरे बच्चै छौ अहिले पनि मैले हैन 100 भन्दा बढीको किनिसके होला कि तर मैले बट्टा चाहिँ किन्नु किन बट्टै किन्नु बट्टा चाहिँ कति पर्छ 100 ए धेरै हुन्छ 12 कि 13 वटा हुन्छ अनि बट्टा किन्दा भयो किनभने 10 वटा आउँछ बट्टा किन्दा भइगयो त अनि किन यति साह्रो के अरे क्ले किन्नु मन लागेको हैन अन्त साडी सनस्क्रिन किन्ने हो र यहाँ के खाने कि भयो किन्नु चाहिँ छैन कस्तो देखेछ गाइस यसलाई के भन्छ पिङ्क यसलाई पिङ्क भनिन्छ लाइट पिङ्क तर म यसलाई अब डार्क पिङ्क यहाँ नस गाइस देख्नुभयो हो त्यहाँनिर क्वार्टर छ रुख क्वार्टर कस्तो दामी हुन्छ नि पाहाडमा यति खान्थ्यौँ हामीले यति खान्थ्यौँ यहाँ आएपछि त किनेर पनि मलाई त क्वार्टर चाहिँ सब्जी चाहिँ मिठो लाग्दैन कि तर पाकेपछि चाहिँ मिठो लाग्छ भन्ने भन्नु सब्जी त मैले नि खाएको पाकेपछि मिठो लाग्छ भन्नु होला मलाई चाहिँ खै मैले चाहिँ खाएको छुइनँ हो कि एउटा दही त्यो के अरे सब्जी चाहिँ खाएको छुइनँ तर अर्को चाहिँ ऊ चाहिँ खाएको छु
उही झन्डै लडिन एउटामा यति नै हुन्छ यार गाइस यार नै भन्नुपर्छ त हेर न झोला केही हुँदैन हौ त्यो बुन्सी यत्रो कुदै कुदै ऊ भइसकेको मान्छेलाई हेर न मेरो नहल्लाउ न त्यसरी अनि हल्ला अन्त रड्छ त अनि म थाहा पाइहाल्छु नि हल्लायो कि हल्लाएन कपाल पनि काट्नुपर्ने हुन्छ गाइस यहाँनिर लेख्न आँटेको CR7 यहाँनिर हेरौँ के CR7 को फ्यान होइन तिमी अनि यहाँ 7 कि त CR7 मिलेन भने 7 मात्र लेख्छु ठुलो अक्षरमा यहाँनिर एउटा 7 यस्तो सर यहाँनिर लेख्ने विचार गर्दैछु आज अब भरे हेरौँ देखोस् मैले त बिल्ला देखेँ नि के मतलबै छैन गाइस भाइ चाहिँ अघि यहाँनिर हराएको रहेछ के ओइ ओइ भाइ चाहिँ यहाँनिर हराएको रहेछ यहाँ पर कट 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 कता कता पुग्यो अरे भाइ खोज्नु कता कता होइन थाहै छैन उसले चाहिँ भेट्ने भए एक थप्पड हान्ने विचार थियो अरे तर रुँदै रुँदै रहेछ र फेरि मेरो घर जाने भन्दै रुँदै बसिरहेको रहेछ त्यही भएर चाहिँ माया लाग्यो अरे फेरि यताबाट गयो होला है थप्पड हान्यो फडाङ्गै पड्काइदिएको रुहेन लाजे पनि दुईजनाले पड्काइदिएको बिचारा भाइको अनुहारमा फ्यात्तै दियो होला है पड्किने गरी हेर्नुहोस् गाइस के दाम यहाँबाट अब सिरिफ दुईवटा रहेको छ गाइस होइन के हो चाहिँ उता होइन यो बुनु खाने अरे क्या यो अब चाहिँ नै दिन्न भनेको मलाई दिनु दिनु भन्छ कमिला परेछ क्या फेरि हेर्नु नि यस्तो कमिला परेछ क्या कालो खालको नटोक्ने खालको यहाँ पुरा खाइरहेको रहेछ यो बुनुलाई कति खाम जस्तो लागिसक्यो होला खाइहाल बरु के नाटक गरेको भन्दै होला च्याप लाग्यो चुप लाग्यो हिँड न त अनि बस्नु हिँड न त यहाँ हेर्नुहोस् यहाँ यस्तो देखिन्छ ए के हो चाहिँ छ्या म चाहिँ कपडा सुकाउन आएको हाम्रो के भएछ यहाँ हेर्नु न के भएको यो यस्तै हो कि यहाँबाट निस्किने हो कि यो फुल त पक झरेछ गाइस हेर्नुहोस् त फुल झरेछ यो चाहिँ के हो यति लामो के हो गाइस यति लामो मलाई त थाहा भएन तपाईँहरू भन्न सक्नुहुन्छ के भएर यसरी मऱ्यो नि हेर्नु त कुहिएर यत्रो पत्ता नि सानो भएको छैन फेरि ए आमा यस्तो ठुल्ठुलो भएको छ एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा चाहिँ त्यो हुने रहेछ हेरौँ कतिवटा सक्सेसफुल छ तपाईँहरूलाई देखाउँछु ल म यहाँनिर हाम्रो ऊ पनि बैगुन अझै फलिरहेछ हेर्न सक्नुहुन्छ है बैगुन यत्रो भएर नि फलिरहेछ पहिला कति खाइन्थ्यो यहाँनिर मुनि हेर्नु आम्मा एक छाक एकजनालाई त दामीसँगले पुग्छ गाइस दामीसँगले यहाँ अझै पनि फल्दैछ क्या दामी फुल्छ फेरि फल्छ अनि फेरि फुल्छ क्या यो क्या दामी मलाई दामी लाग्यो चाहिँ खान नि मजा आउँछ लट्टेहरू हामीहरू जहिले खाइरहन्छौँ ए एउटा लट्टेको बोडे काटिदिनु भएछ च्वाट्ट पारेर अब यहाँनिर चाहिँ म रोप्न आँटेको आन्टीलाई भनेर यहाँको काट्नु भएको रहेछ नि त यत्रो ठुलो डह्रो खाइयो यो लट्टे साग पनि अनि यहाँनिर के अरे यो ऊ छ कि एलोभेरा यो एलोभेरा चाहिँ मलाई चाहिन्छ यहाँ हेर्नु सक्नुहुन्छ यो एलोभेरालाई चाहिँ अलिक यो त्यो सानो भयो क्या सानो भएर यहाँ हेर्नु नि मजाले ऊ हुनु सकेको छैन जबरजस्ती भएको जस्तो भइरहेको छ यसलाई चाहिँ म मजाले ठुलो ठाउँमा यस्तो जस्तोमा लगाएर अब गरेपछि चाहिँ दामीसँगले यसलाई फक्राएर यसैलाई चाहिँ म गर्छु क्या यसैलाई बिउ जस्तो बनाएर मतलब धेरै फैलाएर अनि दामीसँगले अनुहारमा दल्ने हो गाइस अब तल जानुपर्ने हुन्छ वर्ल्ड कप म्याच पनि सुरु भइसक्यो वर्ल्ड कप पनि हेर्नुपर्ने हुन्छ ला कहाँको भयो गाइस यहाँको कहाँको भयो गाइस ला यो यहाँ कहाँको यहाँको होइन र ला
वाक्कै उखालिदिनु भएछ त अनि यहाँ हेर्नु नि के हो यो ओइ ओइ यो त खाने तरुल जस्तो नि छ त यसको फेद त यस्तो पो हुँदो रहेछ गाइज यसको फेद यस्तो हुँदो रहेछ तरुल हो जस्तो लाग्छ त हेर्नु न सेम तरुल छ नि तरुलै भयो क्या हौ ए थाहा भयो नि सुटुनी हो नि त गाइज सुटुनी बिर्सिरहेको अर्ग्यानिक सुटुनी यस्तै हुन्छ क्या राम्रो हुँदैन क्या यहाँ नै पक्का उखालिदिनु भएछ नि त कि भेँस कि आँक हेर्नु त यी ए यत्रो ठुलो थियो एउटा केही थिएन क्या यसकी भेँस कि आँकलाई त प्लात्तले प्याजा प्याजा आइया खुट्टामै लाग्यो अब जानुपर्ने हुन्छ ओ रुपी 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 गयो यो के छ तिमीहरूको हालचाल यहाँ काम गऱ्यो हिँड्नेस् मस्त खेल्यो खायो सुत्यो तल जानु पर्यो भने जस्तो भइसक्यो जङ्गल यहाँनिर त जङ्गल भइसक्यो हेर्नुहोस् त खोला घारी यहाँ पुरै सितिसक्यो स्विमिङ यस्तो छ यस्तो बिजोग छ अब गर्नुपर्ने हुन्छ रुम सफा गरेर चाहिँ गएर वर्ल्ड कप म्याच हेर्नुपर्ने हुन्छ गाइज होइन ल खाजा खानुपर्ने हुन्छ गाइज खाजा चाहिँ यस्तो छ यसलाई मजाले खोलिदिएको छैन यसलाई म खोल्छु राम्रोसँगले दामी 1.5 घन्टा जति लगभग सुतेर यहाँनिर कपडा उठाउन आएको अनि केही कुरा नोटिस गर्नु भयो हेर्नुहोस् त कलर लाउनु भएछ यहाँ चाहिँ पुरा म त सुई आउँदै थिएँ कि तलबाट अनि यस्तो माथि हेरेको के डिफ्रेन्ट जस्तो लाग्यो म यहाँ कलर लाएर चाहिँ हेर्नुहोस् यतिदेखि यहाँ पुरा यो साह्रै कलर नलगाएर ऊ पनि भएको थियो तर फाइनली कलर लाग्यो र यति राम्रो भयो अब बिचमा लाग्नु रह्यो बिचमा पनि लागेपछि दामी देख्छ गाइज यहाँ पनि लाउनुहुन्छ होला अब लगाइछ नै सकेपछि त यस्तो दामी भयो अब चाहिँ यो कपडाहरू उठाउनु पर्ने हुन्छ कपडा सुकेछ मजाले मेरो कपडाहरू पनि टन्नै अरू पनि छ उठाउनु पर्ने धोएर लिएर आएको कपडा त झ्याप निन्द्र नलागे त्यहाँदेखि त हल्ला गरेर हल्ला गर्ने निन्द्र लागेन सुतिरहेको थिएँ मस्त के हल्ला गरेर फाइनली उठाइसक्यो त्यो कपाल काटिदिउँ भनेको खै कहिले काटौँ भयो काटौँ कि नकाटौँ भयो कपाल काटौँ कस्तो दामी हावाको ओहो यी पो एकछिन उभिन मन लाग्यो ओइ कता अरे दुईवटा त पक फुल्लिएर आएछ त अनि यो चाहिँ मलाई कसरी उठाउने भन्दै थिएँ क्या तर यो चाहिँ यसरी रहेछ नि त गाइजहरू 1 मिनट है यो चाहिँ के गरेर अब खाल्छ भने त यहाँनिर टुसा पलाएको हुँदो रहेछ ओइ के खोल्नु भयो यहाँ फेरि के थियो यहाँ यत्रो ठुलो पुरा खोल्नु भएछ त यो चाहिँ यस्तो रहेछ क्या फेदमा यस्तो फेदमा टुसा पलाएको हुँदो रहेछ कहाँ एउटा दुईवटा त पलाएको होला त यहाँ चाहिँ यो टुसा छ नि यो जस्तो यो पला यताबाट देख्छ ठुलो ए देख्नुभयो यसलाई चाहिँ मुनिबाट अलिकति खुनेर यहाँनिर छ नि यस्तै भएर आउँछ यहाँ तर यता पुरानो भइसकेको छ फेदैबाट फाक्कै उखाल्यो भने चाहिँ दामी अरे के खानु चाहिँ तर खै थाहा भएन अब बेला त म खाइरहेको हुन्छु लिएको बेला ओइ पानी पर्न थाल्यो त ओइ गाइज यो उठाइदिनु पऱ्यो नि त यो त होस् अब अहिले भर्खर सुकाएको है गाइज आज चाहिँ मोमो छ हेर्नुहोस् चटनी अनि यहाँ मोमो छ 12 पिस धेरै दिनपछि खाएँ अब 1 गतेदेखि त म खाँदिनँ नि त त्यही भएर आज र भोलि 30 गतिसम्म त मस्त खाने हो जे खानु मन लाग्छ चटपटी जे पनि खाने हो 1 गते आएपछिदेखि चाहिँ खाँदिनँ म गाइज म एक्सर्साइज गर्छु लगाइच यो खाइसकेपछि भेटौँ है त हेर्नुहोस् दामी छ है म भाइ तिम्रो साइकललाई के भयो अरे अगाडिको ब्रेक लुज भने खै लगाऊ त कुदाएर आऊ न यो अम्ला यसरी नलगाऊ न रडिन्छ के भरे चेपिन्छ ल कुदाएर आऊ न लागेन है ल यो त यो समाउ ल म बनाइदिन्छु तर लाग्ने बनाइदिउँ अलिक झ्याप लाग्ने बनाइदिउँ भाइ खतरा लागो
है चेक गर्छु ल म खतरा भयो किन जिन्दगी यस्तो भयो तिम्रो ब्रेक किन यस्तो भयो तर के कस्तो भएको किन हो त ओए बाटोमा गाडी आयो अड्क्यो ए यो मुनि तानेन क्या ए के भएको छ कि होला भएन भयो के हुनु त ऊ आयो उल्ला ए बनाउँदैन देखिस् ऊ हेर आगो बल्दै होला हौ के भयो अब होइन 24 मा लाउनु बिस्तार लगाउँदा चाहिँ लाग्छ कि खै लाउनु चाहिँ लाग्यो होइन दिन्छ अब हेर ल साह्रो लाग्यो ब्रेकै नलगाए पनि लागेको लाग्यो खुत्के अच्छा तिम्रो बिग्रेको रहेछ यो मजाले ब्रेक बनाउनु लगाऊ अनि हुन्छ कुदेर बनाएको त्यो डिस्क ब्रेक नै अलिकति समस्या रहेछ डिस्क ब्रेकको कि ब्रेकमा डर तान त कुद्नै कुद्दैन पाए होइन आजै हो लास्ट डे अनि आज चाहिँ चटपटे हेर्नुहोस् बेलुका बेलुका टक्कसँगले अँध्यारो भइसकेको छ हेर्नुहोस् अँध्यारो छ अहिले बजिसक्यो 6 बजिसक्यो र आजको खाजा चाहिँ चटपटे नाखाम त भन्दै थियो तर पनि आज 30 गते हो भोलिदेखि त खान्न एक्सर्साइज गर्न थाल्छु र आज चाहिँ म चटपटे खान्छु यति भन्दै भिडियो यतिमा एन्ड गरौँ गाइज भन्दै बाई बाई गाइज नेक्स्ट ब्लगमा भेटौँला बाई अब तुम लोग गलती से अगर नए हो तो सब्सक्राइब करो वो जो लाल वाला बटन है उस पर अपने जीजा जी फेंक के मारो या फूफा जी मुझे नहीं पता बस क्लिक हो जाना चाहिए।